खुसी हुनुहुन्छ खुसी हजुरहरू चाहिँ हजुरहरू होइन हजुर को हुनुहुन्छ पर्दैन कि हाम्रो सर तपाईँ चाहिँ को हुनुहुन्छ किन अनि तपाईँहरू मोबाइलमा लिँदै हुनुहुन्छ त भिडियो किन उहाँहरू को हुनुहुन्छ उहाँ दुईजना हामी यहाँ रिपोर्टिङ गरिरहँदा उहाँ दुवैजनाले आफ्नो आफ्नो मोबाइलमा लिनु भएको छ म प्रहरीको अगाडि सोध्छु उहाँ दुईजना को तपाईँ दुईजना को हुनुहुन्छ परिचय पाउन सर पर्दैन कि अहिले त्यो बन्द गर्ने अनुमान किन बन्द गर्ने तपाईँले मोबाइलमा खिच्नु भएको छ मैले कार्ड देखाएँ प्रेसको मान्छे हो यो कार्ड देखाएँ है सरकारले दिएकै कार्ड हो है हामीले परिचय आफ्नो दियौँ यहाँ सोध्दै हुनुहुन्छ उहाँहरू मेरो नाम परिचय दिएँ तपाईँको नाम परिचय भन्नुहोस् न को हुनुहुन्छ होइन त्यो बन्द गर्ने अनुमान म उहाँलाई चिन्दिनँ उहाँ आफ्नो नाम बताउन अप्ठ्यारो मान्नु भएको छ खेर ठिक हो तपाईँ चाहिँ होइन हामी यहाँ अनि मोबाइलमा रेकर्ड किन गर्नुभयो तपाईँ तपाईँ को हुनुहुन्छ भन्नु न मोबाइलमा रेकर्ड गर्ने अब भन्नुहोस् सरकार हामीसँग यो कार्ड दिएको छ सरकारको कार्ड हो कि होइन एक त विभिन्न हामी आफै अप्ठ्यारोमा छौँ सञ्चारकर्मीको पत्रकारिता गर्ने शैलीदेखि लिएर हरेक कुरामा अहिले निगरानी हुन्छ तर उहाँहरू कुन मिडियाको हुनुहुन्छ यहाँ बस्नु भएको छ आफ्नो परिचय दिनु भएको छैन मैले एकदमै सभ्य भाषामा तपाईँहरूलाई परिचय सोधेँ को हुनुहुन्छ तपाईँहरू खोइ प्रहरी साथीहरू को तपाईँ हवलदार साहब को परिचय दिनु उहाँ चाहिँ अनुसन्धानबाट हुनुहुन्छ त्यही भएर दिन खोज्नु भएको हो उहाँहरू यहीँ बस्नुहुन्छ ड्युटी हो उहाँहरूको असी साहब उहाँहरूको ड्युटी यहीँ हो बोल्न मिल्दैन है ठिक छ हामी भित्र एकचोटि नर्मली हामीलाई कुनै 20-22 छैन है यहाँको सुकुम्बासीहरू जुन बसेका छन् उनीहरूको अवस्था के छ उनीहरू खुसी छन् छैनन् त्यही मात्रै हामी देखाउन आएका छौँ हामी कुनै विवाद होइन माथि